कली महाराज धर्म कली महाराज ये सबै थर रहे कली महाराज जय बोला कली महाराज को जय बोला कली महाराज को कली महाराज को या थारा भाई ये सत्र शासन कली महाराज ये मेरे राजस्थान का मत पता है समय आने में मेरे युगो युगमा उन्हें युग को लिया दाम धर्म पूरी करने में देखे समझ रहे वो कितना बड़ा था पहली महाराज से एक सत्र शासन करने यहाँ नौ चक्रवर्ती महाराज कली यहाँ आए पति सबसे तेरा बाबा तो बसती है दानी के लिए वो माटी का एक छाता इस पर देखी वो कितना सारा टुकड़ा में समारा सोले कोई यहाँ प्रवेश करो नहीं जिसको मैंने खाना खाने से कली नहीं यहाँ यसरी कलियुगले जताततै उत्पात जब मचाइरहेको थियो त्यसै बेलामा धर्मको रक्षा गर्नको लागि महाराज परीक्षित पनि तीर्थयाटन गर्दै देशाटन गर्दै घुम्दै महाराज परीक्षित पनि आउनु हुँदैछ यता कलियुगले उत्पात मचाइरहेको थियो यता महाराज परीक्षित पनि आउनु हुँदैछ घुम्दै आउनुहुँदैछ मेरो राज्यमा यो तहल्का मचाउने को हो हेर्दाखेरि काले यो मसान जस्तो मान्छे को ये को भन्ने पुत्रे मेरो समय कालमा आएर मलाई नै को भन्ने तिमी को हो त ए कलुवा म यो देशको महाराज धिराज सप्तद्वीपवती पृथ्वी को एक छत्र सम्राट राजा परीक्षित होगा ये दूसरे राजा ये के देश में राजा परीक्षित होगा ओ म परीक्षित चक्रवर्ती महाराज मलाई सन्देह हो तिमी को सन्देह हो राजा ए कलुवा भित्रै कालो बाहिरै कालो भएको त मेरो राज्यमा आएर मलाई धम्की देखाउँदैछस् यो त मेरो शासनकाल समय हो मेरो युग हो यो मेरो युगमा कसैले मेरा राज्य हो भनेर म टेर्ने वाला छैन म कली हो कली बताउ खाली है ए काले यो मेरो राज्य हो मेरो राज्यमा तैले ठुलो स्वर गरिस् भने अहिले तँलाई म यो देशबाट निखाला गरे ए दोस्रे एउटा तिलिक्क परेको मुकुट लाउँदैमा तिलिक्क परेको एउटा कोट लाउँदैमा चक्रवर्ती महाराज कली हो कली छोड्दैन कली हो कली मेरो आयु कति छ आयु कति छ बता ए कली मेरो आयु पूरी 100 वर्ष हो एक बित्तेले यस्तो थाहा सिकाउने मेरो आयु 50 कति छ मेरो 100 500 1000 10,000 होइन पुरा 4,32,000 वर्ष छ हे जुन्त्रे राजा 4,32,000 वर्ष 4,32,000 वर्ष हो कली महाराज मेरो 100 वर्ष हो 100 वर्षसम्म तँलाई म मेरो राज्यमा बस्न दिँदैन ए यो मेरो शासनकालमा बगबग देख्न सक्छौँ सक्सेसफुली त देखा जुन्त्रे आइज युद्ध गर्न आइज ए कली ठुलो शब्द नबोल सक्छस् भने आइज युद्ध गर्न आइज आक्रमण आइज
नमारी छाडिदिन मामा। यही पाहाडले हानेर तेरो आज म मृत्यु गरिदिन्छु। अधर्मीलाई नमारी छोड्दै छोड्दिन। चक्रवर्ती राजा शरणमा आएकालाई प्राण दान गर्छु। एकली त मेरो राज्यमा बस्न पाउँदैनस्, मेरो राज्य छोडेर गइहाल। महाराज यो संसारको हजुरको राज्य नै छ महाराज। म कहाँ जाउँ महाराज? मलाई बस्ने ठाउँ दिनु पर्यो महाराज। म कहाँ जाउँ? ए अधर्मी कली, तँलाई बस्ने अधर्मी हुन्छन्, त्यसैले तँलाई म बस्न दिन्न। महाराज मैले जाने हजुर बलवान हुनुहुँदो रहेछ। मलाई कृपया बस्ने ठाउँ दिनु महाराज। तँलाई बस्ने ठाउँ दिनको लागि तसँग के गुण छ? मलाई मसँग राम्रो गुण छ महाराज। मलाई बस्ने ठाउँ दिनलाई सत्य त्रेता द्वापरमा हजार हजार वर्ष तपस्या गर्दा भेट भगवान भेट्दै हुन्थ्यो। अरू सबै अश्वमेध यज्ञ गर्दा नि भगवान भेट्दै हुन्थ्यो। विभिन्न दान पुण्य गर्दाखेरि भगवान भेट्न गाह्रो हुन्थ्यो। कलौ केशव कीर्तनम। मेरो समयकालमा त क्षणभरको सत्सङ्ग हरि कीर्तनले भगवान भेटिन्छ महाराज। मेरो राम्रो गुण यो छ दिनु ठाउँ। ओहो, कति राम्रो गुण रहेछ कली। तँलाई म बस्ने ठाउँ दिन्छु। जा पहिले गएर जुवा र तासमा गएर त बस। तास अरे कि चिरी 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 गुलु 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 बिसी 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 बिसी। ए कल्बिरे 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 फलास फलास फलास। मेरो त ज्ञान था भाइ आइज खेल हान मारो 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 मारो। मेरो त घरबारी नै उडाइ त बासै उडाउने रहेछ। तासमा त नहुने रहेछ महाराज। महाराज यसो त बासै उठो, अर्को ठाउँ चाहियो महाराज। ए कली, त्यसो भए जा त गएर मदिरामा गएर बास गर। यो सोलमारीमा डुब्छ। अब दामी हुने भयो। अब यो त कडा कडा छ क्या र। चारै कसले खान्छ? आगर आगर अब दामी आगर 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 आगर। मेरा कल मेरो ज्ञान त धेरै छन् क्या। आगर 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 आगर। आमा महाराज अहिले खुट्टै टेकिएर महाराज आफै देखिएन महाराज। महाराज खुट्टै टेकिएर अहिले त आफै देखिएन। अर्को ठाउँ चाहियो महाराज। भएन यो त। ए कली, जा त गएर वेश्यालयमा गएर बस जा। ओहो, मुया लाउन पाइने पो कता मुया लाउने खाले छोकरी छोकरी खाना। यता पो हुँदै क्या हो खै खै यता छन् क्या र। तर कुरी 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 लाज लाग्यो। कुरी 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 लाज महाराज। लाजै पर्दो हुन्छ। गुन्डा लागे गुन्डा लागे महाराज। यसो भएन, अर्को ठाउँ चाहियो महाराज। जा जा हत्या हुन्छ, जहाँ मारकाट हुन्छ त्यहाँ गएर बस। आमै अब शीतल भुट्टन यिनीहरूमा खान्छन् क्या र। यता यही काले मोरो खान्छ क्या। मोरा आगर आगर यता आगर आगर आगर। नाइ महाराज भएन। बरल फुल्नु लाग्यो, बाख्राको रोग लाग्यो, कुखुराको रोग लाग्यो, सारा पशुको रोग लाग्यो महाराज। सबै रोगै रोग लाग्दो रहेछ महाराज। यो त झन् नहुने रहेछ हत्या हिंसा त महाराज। ए
कली बार बार फर्केर आएको आई गर्छस् के भयो तँलाई? मलाई महाराज सबै नराम्रै मात्रै ठाउँ दिनुभयो महाराज। मेरा पनि त सोल्टिनी आउँछन्, गेस्ट पनि आउँछन्, एउटा राम्रो ठाउँ पनि दिनु न महाराज। नाइ सबै नराम्रै मात्रै दिनुभयो, मलाई राम्रो ठाउँ दिनु न महाराज। कली तँसँग एउटा राम्रो गुण थियो, त्यसैले तँलाई एउटा राम्रो ठाउँ दिँदैछु जा। हो अधर्मले कमाएको, चोरेर लुटेर ठगेर कमाएको सुनमा गएर तैँले बस्नु जा। चोरेर ठगेर अन्याय गरेर कमाएको सुनमा बस्नु महाराज? हो ल त सुनको कसले लागेको छ? कली सुन, हजुर धर्मले कमाएको सुनमा होइन, अधर्मले कमाएको सुनमा मात्रै बस्नु। हुन्छ महाराज, हुन्छ ल मन लाग्यो त्यसो भए। हुन्छ यो राजाका शिरका मुकुटमा पनि गएर बस्छु, अधर्मले कमाएको छ। यो 9 गढीमा बसौँ कि 10 गढीमा बसौँ कि 12 गढीमा बसौँ कि हुँदैन, यतापट्टि बसौँ कि अब यो धर्मले कमाएको रहेछ, बस्दिनु यहाँ त। यतापट्टिमा बसौँ कि लागैदैन, यतापट्टिमा त सुनमा बस्ने भयो। अब म त सुनमा बस्ने भए, 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 सुनमा बस्ने भए। यसरी कलियुगले तहल्का मचाएर उत्पात मचाएर